मारिँदैन यिनीहरूलाई फुटाइँदैन ब्याङ्कलाई लखेटिँदैन यो महालक्ष्मी ब्याङ्क तस्करहरूलाई हेर्नु न यो केस नमिला अवस्था के गर्दछु म के गर्दो रहेछु मानिन्छ खुल्ला चुनौती म यहीँबाट भन्छु त्यस्ता सियो धागो त नि नाक बटाडिने गरी हानेपछि थाहा हुन्छ तस्करले त्यही ब्याङ्कका तस्कर अर्को तस्करसँग मिलेर निलामी गरेको सम्पत्ति 60 लाखमा निलाम भयो महालक्ष्मी ब्याङ्कले कुनै ऋणीलाई लोन दियो 49,50,000 49,50,000 लोन दियो पैसा तिर्न सकेन ब्याङ्ककै टचरले श्रीमान एक्सपायरबाट जानुभयो पूर्व एसएसपी हेर्नुहोस् कन्डिसन पूर्व एसएसपी उहाँको पत्नी आउनुभएको थियो मसँग हो उहाँ एक्सपायर हुनुभयो तस्करले त्यही ब्याङ्कका तस्कर अर्को तस्करसँग मिलेर लिलामी गरेको सम्पत्ति 60 लाखमा लिलाम भयो सम्पत्ति 23 कट्ठा माटो चितवनको टाँडी आज पनि 50 लाख रुपियाँ कट्ठाको जग्गा हो 12 करोडको सम्पत्ति गयो सम्पत्ति गएको पनि थाहा छैन एसएसपी साहब मरेको 7 दिनभित्र लिलामी भएर गएको छ सम्पत्ति मानवीयता हुँदैन भनेको मानवीयता हुँदैन यिनीहरूको आँखा मात्रै निकाल्न आउँछ मुटु निकाल्ने दिन आउँछ मैले बिहानै चुनौती दिइसकेको छु तिम्रो पैसा तिमी ल्याऊ हाम्रो जग्गा फिर्ता देऊ हाम्रो कुरा क्लियर छ 50 लाख रुपियाँ कट्ठाको जग्गा ल अहिले 30 भन्दा पनि तपाईँ कतिको सम्पत्ति भयो भन्नु न 6-7 करोड सम्पत्ति त भयो नि सुन्नुहोस् है ध्यान दिएर त्यो जसले ब्याङ्कबाट 60 लाखमा जग्गा लग्यो त्यो तस्करले अर्कोलाई 1 करोड 15 लाखमा बेच्यो हो उसले लियो बेच्यो सकियो अहिले 47 लाख रुपियाँको चिठी पठाएको छ डिआरटीले पैसा तिर भनेर अनि मारिँदैन यिनीहरूलाई फुटाइँदैन ब्याङ्कलाई लखेटिँदैन 50 लाख रुपियाँ ऋणमा 7 करोड सम्पत्ति पनि गयो आज ब्ल्याकलिस्ट गरेर डिआरटीमा हालेर तिनी महिला बिहान बौलाएर आउनु भएको थियो अनि ठोकिँदैन खेदिँदैन भन्नु न मानिन्छ ठोक्छौँ कुट्छौँ मात्रै होइन कि यो महालक्ष्मी ब्याङ्क तस्करहरूलाई हेर्नु न यो केस नमिला अवस्था के गर्दछु म के गर्दो रहेछु मानिन्छ खुल्ला चुनौती म यहीँबाट भन्छु त्यस्ता सियो धागो त नि नाक बटाडिने गरी हानेपछि थाहा हुन्छ नि सम्पत्ति खाइस मर सकियो अब फेरि 47 लाख रुपियाँको डिआरटी पत्र छ सर तपाईँलाई आवश्यक म ल्याइदिन्छु यिनीहरूलाई नठोकी हुँदैन भनेको के ठोक्ने पनि समय आइन्छ अहिले ठोक्ने मान्छे ठोक्ने समय आउँछ ठोकाइ खाने पनि समय आउँछ अहिले हान्ने बेला हो कहिले काहीँ नेपाली नारी बाँच्छन् भने देश बाँच्छ भने ठोक्नुपर्छ इतिहास लेख्नको लागि ठोक्नुपर्छ नि हान्नुपर्छ यिनीहरूलाई यस्तै काण्ड मचाउनु पर्ने हो यी ब्याङ्कर्सहरूलाई यही भण्डाखालको काण्ड जस्तो मचाउनु पर्ने हो हामीले सम्पत्ति खायो 6 करोड आजको मूल्यको नहुँदा पनि 6 करोड सम्पत्ति 50 लाख प्रिन्सिपलमा खायो हेर्नुहोस् है त्यो 50 लाख सकाएर लानेले 1 करोड 15 लाखमा बेच्यो त्यो बेच्दै कति जग्गामा पुगेको छ त्यो 5-6 करोड बिक्री भइसकेको छ अनि यता हेर्नुहोस् ऋणीलाई श्रीमान एक्सपायर भएर गयो हो त्यो धितो फेरि श्रीमानको नाममा छैन यहाँ बुझ्नु होला फेरि श्रीमानको नामबाट अर्कैको नाममा दिएको सम्पत्ति हो नाङ्लो के भन्ने छ एउटा रेस्टुरेन्ट के नाङ्लो समथिङ नाङ्लो रेस्टुरेन्टका सञ्चालक भएका छन् यही मिडियाबाट भन्न चाहन्छु तपाईँसँग पनि भेटेर हिसाब किताब गर्छौँ त्यो महिला मरिसिन् भने लास ल्याएर घरमा हालिदिन्छु कि महालक्ष्मी ब्याङ्कभित्र हालिदिन्छु लास यो मेरो खुला चुनौती हो बाँच्ने अवस्थामा छैनन् श्रीमान छैन छोरी छन् पढाइ एउटा दाल भात खाने व्यवस्था छैन अवस्था छैन अहिले लास ल्याएर हालिदिन्छु त्यो नाङ्लोको साउ कहाँ छ यही मिडियाबाट भन्न चाहेँ मैले र महालक्ष्मी ब्याङ्कको सिओ रिकभरी को छ खबरदार मान्छे मरेछ भने मलाई लाग्छ सम्बोधन भयो भने बाँचेर के अर्थ छ श्रीमान पनि लगो ब्याङ्कले मारेन त श्रीमान मार्यो ब्याङ्कले हत्यारा होइन तपाईँको ऋण खाएकै कारणले श्रीमान मार्यो नि त टर्चर दिएर मार्यो कराएर मार्यो राति घरमा आएको छ के गरेको छ हत्यारा हो ब्याङ्क हत्याराहरू हुन् यिनीहरू हत्याराहरू यी हत्यारालाई छोड्दैनौँ छोड्छौँ मान्छे मार्न पाइन्छ